Which father was vitamin it in natural disaster? प्रकृति र दैवको अगाडि जतिसुकै हामीले फुर्ती गरे पनि हुनेवाला केही पनि छैन। कसैको बाउको केही पनि लाग्ने छैन। यहाँले हेर्न सक्नुहुन्छ यो मकै चाहिँ हिजोको हावाहुण्डरीले हावापानीले यसरी बनाएको छ। त्यसैले हामीले कसैले पनि घमण्ड गर्नु हुँदैन हैन, किनभने हामी बलियो छौँ, बङ्गा छौँ हैन भनेर जति पनि फुर्ती गर्छौँ, हामीलाई प्रकृति र दैवको अगाडि यसरी झुक्नै पर्छ है। ल हेर्नुस् त यस्तो बनाइदिएको छ मकैबारीहरू। जतामा पनि आखिर मर्ने त किसानहरू नै हो हैन। ल हेर्नुस् त यो अब बाँदर आतंक, दुम्सी आतंक, मुसा आतंक हुँदै प्राकृतिक प्रकोपले पनि हामी किसानहरूलाई जो गरी खान्छौँ भन्ने किसानहरूको लागि पनि यसरी चाहिँ सोत्तर बनाइदिएको छ हैन। अब हामी किसानहरू चाहिँ कसरी बाँच्ने तब भन्ने कुरा पनि यहाँ एउटा प्रश्न उठ्छ। गरेको चिज जङ्गली जनावरहरूले गरी खान दिँदैन हैन, अनि त्यसपछिबाट फेरि त्यही माथि यसरी प्राकृतिक प्रकोपले गर्दाखेरि पनि गाह्रो छ। ल यस्तो छ है हजुरहरू, यो मेरो आफ्नै मकैबारी हो हैन। यो सोत्तर बनाएको छ, यहाँहरूले देख्न सक्नुहुन्छ।